Real adventure. यहाँदेखि यो कालो घर यो हाम्रो स्टुडियम हो। आफ्टर अ लङ टाइम होइन, अब हामी हाइकिङ जान लागेको अनि साथीहरू 1 बजेको मात्रामा गएर कतिखेर आइपुग्यो अनि हामी अब हिँड्नु लागेको यहाँबाट होइन। अनि हाम्रो गन्तव्य चाहिँ उहाँ माथि छ। अनि तपाईँहरूलाई थाहा नै होला चिन्डे डाँडा त होइन। अनि त्यही हो। अनि अस्तिको पालि पनि हामी हाइकिङ गएको थियौँ। हाम्रो फर्स्ट भिडियो पनि हाइकिङकै हो होइन। अनि लाइक अब त्यतिखेर त्यति राम्रो हुनु पाएन। अनि यसपालि पनि हामी अनि जाने भनेर लाग्यौँ। त्यतिखेर पनि दामी मौसम भएको थियो। अहिले पनि अघि चाहिँ दामी मौसम भएको थियो क्या, पानी परेको थियो नि त धरानमा, अहिले पानी परिरहेछ। अनि कस्तो दामी मौसम भएको थियो। तर अहिले हालसम्म त्यो घाममा परिवर्तन भइसकेको छ। गाइज हाम्रो चिन्डे डाँडा हाम्रो साथीहरू यहाँ सामानहरू हाल्दैछ के अब। अनि यहाँनिर चाहिँ हामी चिन्डे डाँडा यहाँनिर जाने हो गाइज। तपाईँहरूलाई चाहिँ होइन हामी बाटोमा अपडेट गर्दै गर्छौँ होइन। अनि अब त्यही हो। अनि हाम्रो भ्लगलाई अलिक इन्जोय गरिदिनु होला होइन। त्यही हो साथी। सो हेभी भयो रे होइन। अनि यहाँनिर हामी चाहिँ हिँड्छ कि अर्को फोन साथी त्यो चेन खुलाइ छ, त्यो चेन लगाइदियो त माग त्यो। अनि हाम्रो केटीहरू अब हामी यहाँ घरबाट हिँड्सक्यौँ है गाइज होइन। साथी चाहिँ कहाँ जानु त्यो मुन्दुम ट्रेलको पनि हाम्रो उयो थियो यहाँ। यो चाहिँ कसको? अनि यहाँ माथि पुग्ने हो गाइज। यस्तो टन्डालापुर घाम अघिसम्म चाहिँ दामी थियो होइन मौसम। अनि त्यही भएर हामी हिँडेको। तर अहिले के भयो साथी? घाम लागिसक्यो। साथीलाई त जादु जस्तो देखिरहेको रहेछ जादु। बाटो गेटबाट उकालो लागिसक्यौँ होइन। अनि सक्नुहुन्छ तिनीहरू गन्थन गरिरहेको छ जतिखेर पनि। अनि जहिले ढिलो गर्छ जहिले। अनि त्यही गाइस हामी हिँड्सक्यौँ यहाँबाट चाहिँ। हुन्छ यहाँनिर हाम्रो साथ चस्मा छिराइसकेँ आँखामा। तपाईँहरूलाई म एउटा कुरा पनि भन्छु। हाम्रो 12 सक्यो। मेरो लाइक एक्जाम सक्यो। अनि हामी घरमै छौँ नि त। अनि त्यस्तो कहीँ हिँडेको पनि छैन, कहीँ जाने उयो पनि छैन क्या। नो मनी के अरे खानाहरू नयाँ घर चाहिँ होला। अनि तपाईँहरू यो बाटो हिँड्नु भएको छ भने तपाईँलाई थाहा होला कि यहाँनिर के थियो, घारी लाइक जङ्गलै जङ्गल थियो क्या। अनि यहाँ अब घर बनाउनु लागेको होला नि त। अनि त्यही भएर चाहिँ यहाँनिर फाडेछ। अनि त्यही हो त्यस्तो त। म त भिजे पनि केही छैन गाइस छैन उयो प्लास्टिक चाहिँ राखिराख न टाउकोमा मात्र भित्र राख्थ्यो। अनि चिन्डे डाँडा चाहिँ झन् नजिक, यो बाटो हिँड्यो भने झन् नजिक लाग्छ। यो चाहिँ स्टेडियमको पछाडिको बाटो हो होइन। अन्त यो हिँड्दैछौँ हामी गाइस। हामी चाहिँ शक्ति आउँछ भनेर यहाँ काजु बदाम खाँदै हिँड्दैछन् हाम्रो केटीहरू पनि होइन। त्यही हो। हामी चाहिँ सर्टकटबाट जाँदैछौँ यहाँबाट चाहिँ। माथि त त्यही हो जानुपर्ने त त्यही डाँडामै त हो। तर के डाँडा पनि यस्तो हेर्नुपर्छ। यहाँ म घोप्टो गरिदिएर त्यो ब्याग चाहिँ साह्रै भारी छ हाम्रो। अब पालो बोक्ने हो। कुराहरूले हामीलाई तर्साएर है साथी गिद्दी हानेर। गाइज यो चाहिँ स्टुडियम है, यो यतापट्टिको चाहिँ। पहाड कस्तो दामी देखिन्छ यार। मौसम पानी परेपछि मौसमै छुट्टै हुन्छ क्या खुल्ला। तर यहाँ माथि चाहिँ हेर्नु सक्नुहुन्छ कालो मन्डराइरहेको छ। हामी चाहिँ पुल पुग्नु लाग्यौँ। अब पुल पुगेर उयो गर्छौँ भिडियो। गाइज मेरो पालो छ सितेर हाम्रो उता लरेनी दिदी भन। गाइस हामी यहाँ पुलसम्म आइपुगेको छौँ। अनि तपाईँहरू यहाँदेखि हामी चिन्डे डाँडा
जानेछौँ अनि यहाँनिर हाम्रो फोहोर व्यवस्था पनि छ है गाइज सही छ डोको छ गाइज पर पनि देख्न सक्नुहुन्छ कृपया फोहोर यहाँ फालौँ रियल एडभेन्चर यहाँदेखि यो कालो घर सायद तपाईँहरू पनि यहाँनिर आउनुभएको होला यो ठाउँतिर मजा हो क्यामेरा राख्छु नि यो अगाडिको मान्छे छ नि गाइज भन्नु पछाडि फर्किहाल्छ तर क्यामेरै हुँदैन सास फुल्यो सक्के म आया आया लडे जाने मजा आउँछ होला यसरी हिँड्पछि मजा आउने त नआउने त कुरै हुँदैन घाम फेरि आइसक्नु भएको छ ओ बल्ल बल्ल रोड आयो के अरे यताबाट पनि आउँदा हुन्छ हुन त रोडको बाटो तर हामी यताबाट सर्टकट लिएर आएको मेरो ओ ल ल ल बाटो त माथि हौ साथी पहिला बाटो सानो थियो अहिले चाहिँ ठुलो ठुलो निर्माण हुँदैछ अब त्यही हो पछि तपाईँहरू पछि आउनुभयो भने चाहिँ 1-2 वर्षपछि सिङ्गे डाँडाको बाटो पनि धेरै डाँडाको जस्तै हुँदैछ Look at the greenery. Oh, तर यो घाम चाहिँ भएन कि गाइस 12-1 बजीको घाम तर लागिहाल्छ नि यार 12-1 बजी घाम लाग्ने टाइम यही हो सिरिसको फुल ओपर फेरि पानी परेर होला भुसी जस्तै लागिरहेको छ त्यतिखेर जाँदा ठिक्क हुने हो भनेर हिँडेको हामी लास्टमा हिँड्दा 1 बजी सकेको थियो अन्त घामले पनि फेरि हाम्रो यहाँ हामी गाइस तपाईँहरू कस्तो छ्या फोरीहरू भन्नुहुन्छ होला है तर हामी यहाँ पौडी खेलेको अरे यहाँनिर यत्रो ड्याम त यहाँ त यत्रो भएछ नि त नि पहिले त ओभर थियो गीत मनमनै सुने मात्रै म गाइदिन्छु नि हुन्न र गाइदिउँ म गाइदिउँ तर मैले गीत गाएँ भने पनि कपिराइट लाग्ने हो कि बा होइन खतरा हो नि फेरि सिङ्गर गाइस हो हिँड्नै साह्रो पर्यो सायद यो घाम नभइदिएको भए अलिक हिँड्न सकिन्थ्यो होला कि घाम हेर्नुहोस् न यहाँ पसिना आइसक्यो सनस्क्रिन पनि बगाएर कहाँ पुगाइसक्यो खासै पुगिन्छ जस्तो लागेन मम्मी बचाऊ कस्तो हुँदैछ अन्छ्यामा हिँडाइ अन्त है म त थाक भयो त्यो मान्छेको जोस कसले हेरिदियोस् लट्ठी खोज्दैछ मान्छे भन्दा ठुलो लट्ठी खोजेर के हो अनि यस्तो बाटो हिलो हिलो अलिअलि ल ल ओहो ल ल खतरा साथी यही बोकेर हिँड्यौ न नि यो के छ त फिल भयो सङ्घर्ष उनीहरूको सङ्घर्ष यहाँनिर म हल्का एकदिनको कुदाइले बुझ्दैछु
तिर्खा लाग्यो पानी खाने उयो ब्यागमा छ उयो झोलेनीलाई माग्नु न पानी गाइस यहाँ पानी के रहेछ पानी पानी यता छ फेरि झिकेर हाल्ने गाह्रो पर्ने होला पपकर्न खाँदै हिँड्ने हो पपकर्न गाइस मैले बनाएको हेर नि तर आज भएको टमाटर जस्तै मलाई टमाटर सम्झेर पकाएर खाने मिल्छ चटपटेमा हालिदिनु होला साथी फेरि एउटा फुलको माथि चाहिँ अलि शीतल नै बस्नु न यो त यही जम्बो यत्रो छ नि त्यही भएर गर्नुभएको क्या अन्त अब पपकर्न खाने हो गाइस पपकर्न खाँदै जाने नुनै हाल्नु बिर्सेछु नि त मैले फेरि पपकर्नमा असुविधा झोलेनी के छ हाल खबर एउटा के भाटा भगाइ पनि सहारा हुन्छ भन्दैछु म तर है मसुर तिम्रो सहारा सहारा भन्दै हो कपिराइट लाग्छ यार म फेरि यस्तो मिठो गाउँछु के रे करेला अभियसली स्वाद तितो होला तर खाएपछि मिठो हुन्छ सबैलाई बुझ्यौ यो पक्रिँदैछ म यसमा नुन घोल्छु पक्का त्यहाँ नुन छ खै यहाँ आऊ न यो पिरो चाहिँ कहाँबाट अहिले के साथी नुन खानु पक्का खानु परेको छैन अलिक माथि त पुग्नु चित्तरमा यहाँ आधी बाटो पनि छैन पक्का खानु पर्ने होला उनीहरूलाई हामी त खाने नि हेर्नुमा खाने हो पपकर्न यी खानु है नुन नहालिनु अब नुनै नदिने अरे यो मान्छेले ओहो यहाँ माथि के होला नि त्यहाँ गएर बस्नु पायो हिँड्ने बानी पनि गएछ के गर्नु बुढी भयो भन्नु पनि नमिल्ने के अरे यत्रो पढेर पनि फेल गाजु हेर्नु नर्सरी पनि हेर्नु कस्तो राम्रो यता पनि घरहरू शान्त छ हेर्नुहोस् यहाँनिर के गर्नुभएको त्यो चाहिँ थाहा भएन तर दुईजना काम गर्नुहुँदैछ अङ्कल र आन्टी माथि पुगिसक्यो होइन म आज किन हिँड्नु सकेको म खासमा त स्पोर्टी मान्छे एथलिट मान्छे र पनि हिँड्नु सकेको छुइनँ यहाँनिर नर्सरी राम्रो रहेछ हौ हावा चाहिँ आइरहेछ धन्न शीतल भ्यू देखिन थाल्छ है गाइस भ्यू दिस इज द भ्यू अलिकति मात्रै छ तर छिटै देखिन्छ बिस्तारै वाह 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 यहाँदेखि चिप्लेटी यस्तो ठाउँबाट चिप्लेटी कहिले खेल्नु भएको छ तपाईँहरूले वाह डुङडुङ हिँडौँ न त ए झरो ढुङ्गा झर्छ क्या हो के ए ओए ड्रागन फ्रुट खेती हेर्नु तपाईँहरू ड्रागन फ्रुट कहाँबाट खाउनुहुन्छ भनेर होला कि यहाँ छ गाइज ओ हाम्रो धरान निलो धरान स्वच्छ धरान अब चाहिँ माथि गएर भेट्यौँ ल अलि माथि धेरै ढिलो भइसक्यो 2 बजिसक्यो अनि यहीँ छौँ खोलाको फेदमै है त ब्लग चाहिँ मलाई फेरि 100 भइसक्यो मेरो फोन अनि
त्यही हो अब हामी हिँड्दैछौँ अब हामी उकालो गएर भेट्ने भनेर भनेको छ हाम्रो साथीले त्यही हो अब हामी उकालो गएर भेट्नुपर्छ ल स्टे हेरिराख्नु तपाईँहरूलाई अल्छी लाग्यो भने त्यो पनि हेर्नु स्किप गर्दै हो नि हेर्नु तर सकेसम्म स्किप नगर्नु त्यही हो हामी गयौँ उकालोतिर अब जङ्गल छ अनि गीत बजाउनु लागेको त्यो भएर कपिराइट लाग्छ भनेर अब हामी बन्द गरिदिएको यहाँसम्म आइपुग्यौँ माथि गएर बनाउँछु भनेको भिडियो फेरि यहाँनिर यस्तो भ्यू दिएर बनाउनु मन लाग्यो हामी कहाँ आउँदैछौँ त्यही थाहा छैन बाटो पनि थाहा छैन अन्त सर्टकट भनेर आएको हो जस्तो छ ब्याग बोक्ने पालो श्यामा हजुरको ताई ओहो यहाँ भ्यू हेर्नु त वाह ओ निस्क्यो त रोड मैले भनेको नि निस्किन्छ ओ निम्बु साथी यहाँ आऊ यहाँ तर छैन जस्तो छ फल्दै रहेन यत्रो फल्दै रहेछ टिपेर त लगिहाल्छु नि ल गाडी पनि आइसक्यो यहाँनिर हामीलाई लिनलाई ल guys look at the view कस्तो भएछ केटी हो आइपुग्यौँ छैन अझै बाँकी त बाँकी नै छ अलि माथि अनि चाहिँ रमाइलो हुन्छ झन्डै लड्यो उयो मान्छे आयो थकित अवस्थामा यहाँ घरहरू छ हामी चाहिँ घरको बाटोबाट आएको सर्टकट भनेर यहाँ हो कि होइन गाई चाहिँ के हो यो भन्नु यो थाहा छ भने कमेन्ट डाउन उयो छ उयो त कहाँबाट आउँछ तरी पानी होस् नाली थाल्छौँ भारी मात्रै हुन्छ तपाईँलाई ल ल गियर चेन्ज हो साथी यतिको त नि हेर हाम्रो 4 कोसे झाडी होइन साथी यो 4 कोसे झाडी होइन के भन्नु 4 कोसे झाडी त हामीले अघि बोलाएको गाडी अहिले मात्रै आउँदो रहेछ यार अघि बोलाएको हामीले हाम्रो त आइसक्यौँ फर्केर जाऊ काम छैन कहाँ हो ए अम्माई ऊ माथि गाइस देख्नु भएको छैन होला कि अलि नजिक जुम गऱ्यो भने ए हुन्छ अलि माथि गर्दै आउँछु ल जति माथि गयो उति हावा शीतल फ्रेस अन्त अब हामीले सिधै लङ्कटै जाने भए यता हुन्थ्यो ओ आयो के दिनु ए पपकर्न खान्छ होला अर्को पनि आउँदैछ लके कुद्दै आऊ अबि पला तिमीहरूलाई म पपकर्न दिन्छु ल पढ्न भाइहरू तिमीहरू धेरै नुफ्न बहिनी होला ऊ तिम्रो बेबी हो अनि तिमी नै बेबी जस्तो छौ न बालिकाले बच्चा पाइन्छ केस लाग्ला है खाउ त अबि हात तेर्का नबाजिकन गाडेर हान्नु छैन उतापट्टि जा ल यस्तो शीतल हावा आइरहेछ गाइस ओ गड यो कुन कलेज हो यो त्यो सैनिक स्कुल त्यहाँदेखि मन्दिरको पब्लिक ओहो स्टेडियम हेर्नु सक्नुहुन्छ धराने सोल्टीमा भागेर जान्छ आउनु कस्तो राम्रो टुरिस्ट जस्तो देखिरहेछ तपाईँलाई टुरिस्ट जस्तो देखिरहेछ पक्राइ ल आयो है सिधा फ्याँक्छौ देख्यौ फ्याँक्ने त सिधै हो पक्रिने काम त तिम्रो हो नि त्यो छ्यामा चढ्नु सुरुमा
साथी तान न त्यहाँ मलाई ल ल ल सक्दे पट्टे अब म आउँछु खै छोड म जान्छु सुरुमा एक्सक्युज मी छोड न माथि जाऊ लु माथि जाऊ उ जाँदैन अनि अब म जान्छु आइगए आउने बा यो झारमा हो र यो झार चिनी राख्नु है यो झार तर मैले चाहिँ काली झार लगाएको सुनेको छु अनि काली झार लगाएको एक्चुअली मैले यो सिजनको मेरो फर्स्ट लिची खाए ल एउटा मान्छे कहाँ पुगिसक्यो हामी खाँदैछु चढिसक्यो क्या हो त मान्छे त माथि गएर भेटौँ है माथि गएर भेटौँ अहिले यिनीहरू साह्रै हेर न ग्याङ बोकेर यता कानमा पनि चाटिदियो मान्छेहरूको मात्र ग्याङ हुन्छ भनेको त कुकुरहरूको पनि ग्याङ हुँदो रहेछ गाइज This is our destination. हुन्छ क्या अनि त्यही भएर त नि कुकुर जस्तो We did it. डनहरू हेर्नु त्यहाँ हात तेरिका अब यहाँदेखि हामी उहाँनिर खान्छौँ अनि खाएपछि त्यहाँनिर बस्छौँ त्यही हो गाइज हिल्चेमाले यहाँ गोपी हिल्चे पानीलाई कति भन्छ यहाँ माथि त 20 मा आउँदैन हजुर त्यही हो गाइज अब किन मार्नु खोज्नु भएको गाइज हैन को खाएपछि यस्तै हुन्छ अनि हामी चाहिँ कस्तो हुँदैछ भने चिन्डेर रमाइलो हुँदैछ अब यस्तो हो क्या जहाँनिर हामी पुग्छौँ त्यहाँनिर चाहिँ हामीले इन्जोय गर्नु नै पर्ने हुन्छ क्या अब किनभने समय छोटो छ के थाहा मरिन्छ कि बाँचिन्छ होइन वर्के आइआए भनेर अनि तपाईँलाई म यताको भ्यू देखाउँछु ल उताबाट चाहिँ बादल मनराइसकेको छ होइन अनि यतानिर यो हाम्रो स्टुडियम हो त्यही हो गाइज कस्तो दामी देखेको है धान्छु क्यो राफले फगाउँछ टिकटकहरू फोटोहरू खिचेर बसेको अवस्था Let's go. हेर्नु भ्यू यस्तो दामी छ कस्तो राम्रो पारा मलाई यत्रो बोकाइरहेछ म चाहिँ को खान्छु र के गर्ने हो र बनाउनु हाम्रो स्पट चाहिँ यहाँ थियो अहिले हामी पपकर्न त झिकेर दिएछ त साथीले त यहाँबाट तिमी फट्टा खानु पर्छ नि लास्ट पचेर हेर नि त्यहाँ निकालेर खाएको पेटम कस्तो खाइदिएको यार त्यो पनि ब्याग भित्र हालेको छ यार खाऊ साथीलाई पनि बाँडेर खाऊ अब खा
म त के कोट्टाउँछ त्यहाँ पसेर भन्छु नि ए मुला मुला हाम्रो चटपटी त्यसै छ गाइज त्यतिकै बोक्नुपर्छ जम जम जिम अब जाने हो गएर सायद हामी मोमो खान जान्छ फेरि हाम्रो मोमो पार्टी भिडियोमा आयौँ हामी मोमो खानु गयौँ भने फेरि भिडियो आउँछ होइन आएको गएनौँ भने त्यही बन्द हुन्छ 3 थरीका छौँ हामी एउटा पोक एउटा चिकन एउटा भेज म भेज ऊ चिकन ऊ पर्क उता पर्क पनि देखाइदियो pork chicken we are veg and then जे हामी चाहिँ घर जानु लागेको अनि त्यसपछि अब बिचमा भिडियो बनाउनु पनि नबनाउनु पनि सक्छौँ किनभने गीत बजाउनु चाहिँ जाने हो अनि कपिराइट बोकिराख हातमा बोक त अनि त्यसपछि त यो अब हामी जाँदैछौँ चिन्डे डाँडा छोडेर अब ढिलो भइसक्यो नि त अनि हामी समयमा घर फर्किनु पर्ने हुन्छ अनि त्यही हो गाइज हामी गएको यसकै मोछ हेर्नु न यहाँ यसकै मोछ लुट्यौ भाइ तिमीले यसलाई दिँदै आएको तै पल्किछ भाइ तर हामीले खाइनौँ पनि त नि केही छैन तर यो बारेर खाँदैन क्या बारेर खाए त ठिकै हुन्छ नि हुन्छ ब्याग प्याक हामीले चाहिँ अब हाम्रो स्थान यही थियो अनि जान्छौँ हामीले चाहिँ फोहोर गरेको छैनौँ फोहोर व्यवस्थापन पनि गरेर गएको छौँ होइन यहाँनिर छ अनि साथी अब हामी जानुपर्ने हुन्छ गाइज अब बिचमा त्यहाँ पुग्ने बेलामा चाहिँ हामी गर्नु सक्छौँ तर अब अहिले चाहिँ यति नै हो होइन गाइज यो माथिको नै हेर्नु सक्नुहुन्छ अर्काको सेम चोरेको जस्तो हुन्छ कि त्यो गएकोहरू के अरूको भिडियोहरू खिचेर बौद्धिक चोरी भनिन्छ त्यसलाई अर्को रूपमा बौद्धिक चोरी सामाजिक पढेर हामीले बौद्धिक चोरी गर्नु हुँदैन त्यही हो त्यो गरेमा के कारबाही गर्न सकिन्छ कानुनी रूपमा त्यस्तो भयो भने चाहिँ होइन 6 महिना जे कैद होइन अनि साथी म भिडियो गरेर चाहिँ यो 6 महिना कैद होइन अनि साथै के भन्छ 1000 देखि 10,000 सम्म जरिवाना पनि हुनसक्छ अझै दोहोऱ्याएर गरेमा 2000 देखि होइन 20,000 सम्म जरिवाना हुनसक्छ अनि त्यसपछि चाहिँ दोस्रोचोटि गऱ्यो भने चाहिँ कैद पनि त्यस्तै 1 वर्ष हुनसक्छ तिमीलाई बौद्धिक चोरी गर्नु हुँदैन यो जुस चोर जेसिका हो अघिसम्म हराएको अहिले भेटेला जुस चोर त्यसलाई चोरी भन्छ बौद्धिक चोरी होइन बौद्धिक चोरी भनेको अरूको लेख रचना चोर्नुलाई होइन साथी तर हैन गाइज हामी चाहिँ बिचमा ब्लग गर्नु पाएनौँ होइन हामी चाहिँ स्टुडियमको बाटो झऱ्यौँ अनि अहिले चाहिँ हामी घर आइपुग्यौँ अनि त्यही हो गाइज अब अहिले चाहिँ हामी घर आइपुग्यौँ भनेर हामी चाहिँ भिडियो समाप्त गर्छौँ अहिले फेरि मोमो जिरो हाम्रो जिरो अनि पछि अब मोमो खाइहाल्यौँ भने चाहिँ मोमो खानु गयौँ भने चाहिँ अनि त्यसपछि हामी के गर्ने त्यहाँनिर फेरि भिडियो गर्छौँ बाई बाई गाइज हामी घर आइपुग्यौँ है 3 जनै घर आइपुग्यौँ गाइज अहिले टाइम चाहिँ कति भएको छ कति भयो यस्तो गरेर साथी 12:27 त्यही हो गाइज अनि हामी हिँड्दैछौँ त्यहाँनिर भर्खर मोमो खाइसक्यौँ तर मोमो बनाएको भिडियो गर्नु पाएनौँ किनभने हाम्रो मोबाइल अफ भइसक्यो साथी जाँदैछौँ त्यहाँनिर हामी जाँदा घर अहिले राति त्यही हो गाइज अब यो भिडियो चाहिँ हामी कहाँनिर समाप्त गर्छौँ यहीँ गर्छौँ है के गर्छ अब पानी पर्दैछ गाइज अब हामी रातिदिन अब घरतिर होइन अब त्यही हो भिडियो चाहिँ यहीँनिर इन्ड बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ